नमस्ते। आज चाहिँ हामी छोटकरीमा बुझ्छौँ होइन, यो छोटो पनि छ। हिजो हामीले म्युजिकको पुरै चाहिँ हामीले बुझिसकेका छौँ। आज चाहिँ हामी म्युजिकको अल्फाबेट बुझ्छौँ। सो म्युजिकको अल्फाबेटमा चाहिँ के हुन्छ भन्दाखेरि यो चाहिँ CDEF हुन्छ है त, CDEF G अनि फेरि BC। हाम्रो 7वटा कर्ड हुन्छ नि त है, ABCDEFG 7वटा कर्ड्सहरू हुन्छ। मेजर 7वटा, माइनर 7वटा गरेर हाम्रो कर्डहरू 14वटा। वास्तवमा कर्डहरू 24वटा हुन्छ होइन, त्यही बुझौँ अहिलेको लागि छोटकरीमा। त्यसपछि हाम्रो चाहिँ अब वर्ड्स बाई वर्ड मिलेर चाहिँ हाम्रो के भन्छ भन्दाखेरि सेन्टेन्स बन्छ होइन। अनि त्यसपछि सेन्टेन्स मिलेर चाहिँ स्टोरी बन्छ र त्यस्तै हाम्रो स्टोरी मिलेर चाहिँ सङ बन्ने हो म्युजिकमा है त। के हुन्छ भन्दाखेरि त्यो अघि मैले भनिहालेँ, म्युजिकको अल्फाबेट ABCDFG 7वटा हुन्छ। अनि त्यसपछि त्यसमा पनि त्यो भित्र पनि हामीले वर्ड मिलेर सेन्टेन्स बन्छ, सेन्टेन्स मिलेर चाहिँ तपाईँहरूको स्टोरी बन्छ र स्टोरी मिलेर चाहिँ तपाईँको साउन्ड बन्ने हो म्युजिकमा। त्यो चाहिँ एकदमै हामीले केयरफुल्ली हुनुपर्ने कुरा त्यही हो होइन। सो यही हो आजको लागि। र यो सँगसँगै हाम्रो म्युजिकको पुरा अल सकिएको छ सबै। र तपाईँलाई कन्फ्युज हुनु भने कमेन्टमा लेख्न सक्नुहुन्छ है त। सो आजको लागि भिडियो यति नै। धन्यवाद सबैजनालाई र गुड बाई, बाई बाई सबैजनालाई।